फेसबुकमा अलविदा लेखेर सम्पर्कविहीन भए डाक्टर केशव श्रेष्ठ। मोबाइलको अन्तिम लोकेसन गोपीकृष्ण हल नजिकै देखिएपछि सीसीटीभी फुटेजको छानबिन गरिँदै। दर्शकबिन रामेछाप जिल्ला अस्पतालमा निमित्त मेडिकल सुपरिन्टेन्डेन्टको रूपमा काम गरेका डाक्टर केशव श्रेष्ठले आफूलाई अन्यायमा पारिएको भन्दै सामाजिक सञ्जाल फेसबुकमै सुसाइड नोट लेखेर सम्पर्कविहीन भएका छन्। आफूले न्याय पाउने आधार नदेखेपछि मृत्यु स्वीकार्न लागेको भन्दै उनले सामाजिक सञ्जाल फेसबुकमा सुसाइड नोट लेखेका छन्। उनको खोजीमा काठमाडौँ, हेटौँडा र रामेछापमा प्रहरी परिचालन गरिएको छ, तर अहिलेसम्म उनको केही पत्तो लागेको छैन। श्रेष्ठको फोनमा सम्पर्क हुन नसकेको र उनकी पत्नीको फोन पनि नउठेको प्रहरी स्रोतले बताएको छ। डाक्टर केशव श्रेष्ठका अनुसार उनले करारको जागिरबाट सुरु गरेर नेपाल प्रहरी हुँदै बागमती प्रदेशको लोकसेवाबाट नाम निकालेका थिए। करिब 25 महिना जिल्ला अस्पतालमा सेवा गर्दा 18 महिना निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट भएर काम चलाएको उनले उल्लेख गरेका छन्।